चोरपाटी गाउँपालिकाको दुनीमा छौँ। दुनीबाट मैले तपाईहरुलाई साँपे नगरपालिकाको भासुवन, यो भासुवन भन्ने ठाउँ हो है। साँपे नगरपालिकाको पाथकोटको भासुवन तपाईहरुलाई मैले देखाएँ। नगरपालिका पाथलकोट 14 है, 14 नम्बरमा पर्छ। यो चाहिँ बैचाडा भन्छ यसलाई। एउटा टोल हो है पाथलकोटको। तपाईहरुले यो दृश्य देखाए। पालिकाको दुनीको दृश्य तपाईहरुलाई देखाए है। दुनीका घरहरू यहाँ टोल छ। माथिपट्टि तपाईहरुलाई देखाए। थुप्रै यसमा चाहिँ यहाँका मान्छेहरू, यहाँ चाहिँ गाउँ थुप्रै खेताड जमिनको बिचमा चाहिँ एउटा गाउँ छ है। यो दुनी हो, चोरपाटी गाउँपालिकाको दुनी देखाए है। यतापट्टि छाना छ। यो छानाको गोरुहरू यहाँ छ। यहाँ पनि अर्का गोरुहरू छन्। ल है, तपाईहरुलाई मैले यो पहाडको बाटोमा यसरी चाहिँ ट्र्याक्टर चाहिँ यसरी चलाइने। यो चाहिँ पहाडको बाटोमा यसरी चाहिँ ट्र्याक्टरमा सामान बोकिन्छ। यो तपाईहरुलाई चाहिँ यो दुलराको पुल देखाएँ है। यतापट्टि अहिले त पानी थोरै छ। यहाँ पक्की पुल बनेको छ। रोडको हालत यस्तो छ। तपाईहरु देख्नु चाहिँ माथि पुरै पखानै पखान छ। अनि बर्खातिर चाहिँ यो पुल धेरै ठुलो आउँछ। नगरपालिकाको वार्ड नम्बर 14 पाथलकोटको बैचाडा भन्ने ठाउँ है। बैलाई बैचाडा भन्छ। यो बैचाडा टोल हो। तपाईहरु यहाँका घरहरू देख्न सक्नुहुन्छ, पहाडका घरहरू। यो चाहिँ बैचाडा टोल हो है। यो तपाईहरु देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ यहाँ एउटा प्राइभेट स्कुल छ। यो चाहिँ सेलपाख है, सेलपाखा भन्छ यसलाई। यतापट्टि चाहिँ दुनी 14 पाथलकोटको एरिया है। केही एरिया चाहिँ तपाईहरुलाई देखाएँ। यतापट्टि तल चाहिँ घरहरू देख्न सक्नुहुन्छ तपाईहरु। श्री शिव पार्वती मन्दिर चाहिँ यहाँ छ। यतापट्टि चाहिँ दोकान छ। यो चाहिँ पाथलकोटको डाँडा एरिया देखाएँ तपाईहरुलाई। माथिपट्टि देख्न सक्नुहुन्छ बजार छ, सानो बजार छ यतापट्टि। साहेबगञ्ज नगरपालिका पाथलकोट खड्कावाडा टोलको पटकानी हो। यसमा चाहिँ मन्दिर छ है। यहाँ दसैँ गर्ने गरिन्छ।